नमस्ते सबैजनालाई। आजको यो सिकाइमा हामी इपिएस टपिक किताबको च्याप्टर 5 नाल्चा वा योयल अर्थात् मिति र बारको बारेमा विस्तृत रूपमा कुरा गर्नेछौँ। ल, आजको हाम्रो पाठको यात्रा यस्तो हुनेछ। हामी सुरुमा मिति र बारसँग जोडिएका मुख्य शब्दहरू सिक्नेछौँ, त्यसपछि व्याकरणका नियमहरू हेर्नेछौँ अनि एउटा अभ्यास वार्तालाप पनि गर्नेछौँ। पाठको सारांश र इपिएस टपिक अभ्याससँगै आजको कक्षा टुङ्ग्याउनेछौँ। ल, अब ढिला नगरिकन सुरु गरिहालौँ है त। सबैभन्दा पहिले समय र दिनदिनै गरिने कामहरूबारे कुरा गर्न चाहिने केही एकदमै जरुरी शब्दहरूबाट सुरु गरौँ। यहाँ हेरौँ त, पहिलो टेबलमा मिति र बारसँग सम्बन्धित शब्दहरू छन्। यी शब्दहरू जस्तै आज, भोलि, हिजो अनि हप्ताका 7 दिनका नामहरू हाम्रो दैनिक बोलीचालीको लागि नभई नहुने आधार हुन्। जस्तै ओनर भनेको आज, नेइल भनेको भोलि अनि अझेको अर्थ हिजो। यिनीहरूलाई राम्रोसँग याद गर्नु होला है। दिनहरूको कुरा त भयो, अब अलिकति फराकिलो समयको कुरा गरौँ, जस्तै हप्ता र सप्ताहान्त। प्लानहरू बनाउँदा यी शब्दहरू एकदमै काम लाग्छन्। जस्तै छिनान्जु भनेको गएको हप्ता, इबन चु भनेको यो हप्ता अनि चुमालको अर्थ त सप्ताहान्त भइहाल्यो। समयको बारेमा त सिकियो, अब त्यो समयमा के गरिन्छ त? हो, यहाँ केही त्यस्तै दैनिक क्रियाकलापहरू छन्। एउटा कुरामा विशेष ध्यान दिनुस् है, धेरै क्रियाहरूको पछाडि हादा अर्थात् जोडिएको छ। जस्तै उन्दोङ हादा अर्थात् व्यायाम गर्नु। यस्ता शब्दहरू कोरियन भाषामा धेरै नै भेटिन्छन्। ल, शब्दहरूको भण्डार त हामीसँग भयो, तर शब्द मात्र भएर त भएन नि, हैन? अब ती शब्दहरूलाई जोडेर कसरी मिठो वाक्य बनाउने, त्यसको लागि व्याकरणका केही नियमहरू हेरौँ। ओके, व्याकरणको सबैभन्दा पहिलो र महत्त्वपूर्ण नियम हो भूतकाल अर्थात् पास्ट टेन्स। भइसकेका कुराहरू, बितिसकेका घटनाहरूबारे बताउन यो नियम जान्नै पर्छ। अब यो नियम कसरी लगाउने त? यहाँ एउटा एकदमै रमाइलो कुरा छ जसलाई भावल हार्मनी भनिन्छ। मतलब क्रियाको अन्तिम स्वर आ वा ओ छ भने आस्सयो लाग्छ, अरू स्वरहरू छन् भने अस्सयो लाग्छ। अनि हादामा अन्त्य हुने क्रियाहरू त झनै सजिलो, हेस्सयो बनाइदिए पुग्यो। यो सानो नियमले कन्जुगेसन गर्न एकदमै सजिलो बनाउँछ। ल, अब उदाहरण हेरेपछि झन् क्लियर हुन्छ। पहिलो वाक्य हेर्नुस् त, चुमारे छिङ्गुरुल मान्ना सयो। सप्तान्तमा साथीलाई भेटेँ। मन्नादाको नामा आ स्वर भएकोले मन्ना सयो भयो। त्यस्तै भोदाबाट फस्सयो र उन्दोङ हादाबाट उन्दुङ हेस्सयो बनेको छ। सजिलो छ नि, होइन? अब अर्को एकदमै महत्त्वपूर्ण ग्रामर पोइन्ट। कुनै पनि काम कहिले भयो भनेर समय तोक्नको लागि एउटा पार्टिकलको प्रयोग हुन्छ, त्यो हो ए। एउटा कुरा ख्याल गर्नुहोस् है, यो ए पार्टिकल जहिले पनि समय जनाउने शब्द जस्तै दिन वा मितिको पछाडि टाँसिएर आउँछ। जस्तै थोयोइरे शनिबारमा, इर्योइरे आइतबारमा। यसले काम भएको ठिक समयलाई जनाउँछ। ल, हामीले शब्दहरू पनि सिक्यौँ, व्याकरण पनि सिक्यौँ। अब यिनीहरूलाई वास्तविक कुराकानीमा कसरी प्रयोग गरिन्छ त्यो हेरौँ न त। यहाँ कालो र फुकामबीच कुराकानी भइरहेको छ। ध्यान दिएर सुन्नुहोला है। कालोले सुरु गर्छन्, फुकामसी छुमारे मोहेस्सयो। फुकामजी सप्ताहान्तमा के गर्नुभयो? हेर्नुहोस् त, हेस्सयो भनेर पास्ट टेन्सको प्रयोग भयो। अब फुकामको जवाब सुन्नुहोस्। थोयोइरे हान्गु करल खुम्बु एस्सयो गरिगो, इर्योइरे शोपिङ एस्सयो। शनिबार कोरियन भाषा पढेँ अनि आइतबार शपिङ गरेँ। यहाँ पनि थोयोइरे र इर्योइरेमा ए पार्टिकलको प्रयोग भएको छ अनि खुम्बु एस्सयो र शोपिङ एस्सयोमा पास्ट टेन्स। अब कालोले हिजोको कुरा छोडेर आजको बारेमा सोध्छन्। उनुरुन महेऊ, आज चाहिँ के गर्नुहुन्छ? हेर्नुहोस्, अब प्रश्न प्रेजेन्ट टेन्समा आयो। अनि फुकमको जवाफ पनि प्रेजेन्ट टेन्समै आउँछ। उनुरुन यङभारुल भयो, आज फिल्म हेर्छु। हो, यसरी पास्ट र प्रेजेन्टको बीचमा फरक छुट्याउन सकिन्छ। ल, आजको पाठ लगभग सकियो। अब हामीले यो च्याप्टरबाट सिकेका मुख्य कुराहरूलाई एकचोटि सर्र रिभाइज गरौँ है त। भनेपछि हामीले मिति, बार र दैनिक कामसँग जोडिएका शब्दहरू सिक्यौँ। त्यसपछि आत प्रयोग गरेर पास्ट टेन्स बनाउन सिक्यौँ अनि समय जनाउन ए पार्टिकल कसरी प्रयोग गर्ने त्यो पनि जान्यौँ।
हो, यति कुरामा पोख्त भएपछि आफ्नो दिनचर्या र बितेका कुराहरूको बारेमा मज्जाले कुरा गर्न सकिन्छ। ल, अब पालो आयो आफ्नो ज्ञान जाँच्ने। कतिको बुझियो त? इपिएस टपिकमा आउने खालका केही प्रश्नहरूको अभ्यास गरौँ है। पहिलो प्रश्न हेरौँ। प्रश्नमा अझे अर्थात् हिजो भनेर सोधिएको छ। अझे मोहेस्सयो। अब जवाफमा क्रियाको कुन फर्म हुनुपर्ला त? प्रेजेन्ट, पास्ट कि फ्युचर? सोच्नुहोस् त। दोस्रो प्रश्न एकदमै सिधा छ। ओनरन सुयोइलमिदा नैडर मुसुन योइलिम्निका। आज बुधबार हो भने भोलि के बार हो? यसको लागि त हप्ताका दिनहरूको नाम सर्र आउनुपर्छ। तेस्रो प्रश्नमा खाली ठाउँ भर्नुपर्नेछ। वाक्य छ छनन थोयोइल यङवारिल भस्सयो। मैले शनिबार फिल्म हेरेँ। अब यो थोयोइल भन्ने समय जनाउने शब्दको पछाडि कुन पार्टिकल लाग्छ होला? हामीले भर्खरै पढेका थियौँ। ल, अब उत्तरहरू चेक गरौँ। पहिलोको उत्तर 2, दोस्रोको 3 र तेस्रोको 1। कतिवटै मिल्यो त? यदि कुनै मिलेन भने पनि चिन्ता नलिनुहोस्, फेरि एकपटक रिभाइज गर्दा सबै कुरा स्पष्ट हुन्छ। हिजो के गर्नुभयो भन्ने कुराले भोलिको योजना बनाउन कसरी मद्दत गर्छ? यो प्रश्नबारे सोच्दै गर्नुहोला। आजको यस सिकाइमा सहभागी हुनुभएकोमा धेरै धेरै धन्यवाद।